हेलो एन्ड नमस्ते एन्ड वेलकम ब्याक। फेरि पनि हाम्रो ब्लगमा स्वागत छ। धेरै दिनपछि चाहिँ अब फेस देखाएर भिडियो बनाउँदैछु होइन। अब आज चाहिँ अलिकति अब के भनौँ, सानो मिठो यसो भिडियो बनाऊँ होइन। कति अब अगाडिको मात्र अब छोटकरीमा सानोमा यसो मेरो पर्दा चाहिँ अब त्यहाँ बस्यो होइन। अब किनभने अलिकति हाम्रो के हुन्छ भने कस्तो क्यामेरा मधुरो आएको के आएको यार, किन भन्छ भने म अलिकति यो भिडियो सिडियो अलिक लेट तपाईँहरूलाई दिइरहेको छु जानकारी होइन। अलिक भिडियो पनि लेट नै बनाउँछु। अब टाइम खासै हुँदैन। आज पनि लगभग 5-6 घन्टा सुत्यो अनि सुतिसकेपछि उठेर अब ड्युटी निक्लिएँ। अब अहिले दह्रो कामसाम अब गर्दैछु किनभने टाइम धेरै भइसक्यो नि त यहाँ बसेको पनि। पहिला अब यता धेरै नबसौँ भन्ने सोच बनाएको थिएँ, तर अहिले चाहिँ परिस्थितिले गर्दा अलिक लङ टर्म नै बस्नुपर्ने अवस्था आयो मेरो चाहिँ। र अहिले पनि अब कामसाम गर्दैछु र तपाईँहरूलाई सजेसनहरू पनि दिँदैछु। काम गर्मी भनेको यस्तै हो साथीहरू। अब सुत्नको लागि चाहिँ अलिकति टाइम आफै मिलाउनु पर्ने हुन्छ। अब म चाहिँ आज 5-6 घन्टा सुत्यो आयो। अनि अब वर्ल्ड कपहरू चलिरहेको छ नि त, त्यस्तो हेर्न त मन लाग्छ तर त्यस्तो हेर्न पनि पाएको छैन। अब कुन खेल हुन्छ के हुन्छ के थाहा पनि छैन। र पुरानो भन्नाले पनि अब त्यो खेल 5-5 वर्षमा चाहिँ हुन्छ वर्ल्ड कप। अब त्यसमा अब पहिलादेखि नै हेरेपछि यो कुन प्लेयर कुन टिम के होइन त्यस्तो कुरो थाहा हुन्छ। त्यस्तो कुरो थाहा नभएपछि अब के भन्नु होइन, हेर्न टाइम भ्याउँदैन क्या। अनि अब फिल्म हेर्न त म भ्याउँदिनँ, यहाँदेखि गयो होइन। मेरो अब डेलीको 12-13 घन्टा गर्नुपर्छ काम। अब 2 बजे निक्ल्यो भने 2 बजे 3 बजेतिर गइन्छ रुम, अनि 12-13 घन्टा भयो। त्यसपछि जाने, खानासाना बनाउने, खाने, सुत्ने, यताउति गर्दाखेरि टाइम अलिकति जान्छ। र कहिलेकाहीँ अलिक धेरै ड्युटी लिँदाखेरि चाहिँ मेरो टाइम अलिक पुग्दैन। हिजो अलिक धेरै गऱ्यो, 12 घन्टाभन्दा अलिक धेरै गरेर 5-6 घन्टा सुत्न पाइयो। खानासाना बनाउँदा मोबाइल चलाउँदा त्यत्तिकै टाइम वेस्ट हुन्छ। अब चाहिँ जाम लाग्न थालेछ साथीहरू। गर्मी पनि त्यसै छ। चस्मा नलाई यो बाटो हेर्नै मतलब घाम यस्तो पर्छ कि यस्तो त्यो लाग्छ नि। त्यही भएर चाहिँ अब यसो चस्मा लगाएर चलाउनु पर्छ। त्यही हो, अब खानासाना आफूले टाइम मिलाउनु पर्छ। काम भनेको यस्तै हो, काम जिन्दगीभरि काम यस्तै हो। कामलाई चाहिँ पनि प्राथमिकता दिनुपर्छ, आफ्नो स्वास्थ्यलाई, हेल्थलाई। तर फिल्म हेर्न चाहिँ अब भ्याइँदैन। कहिलेकाहीँ चाहिँ हेर्छु, तर फिल्म चाहिँ खाना खाने बेला चाहिँ डेली हो डेली हेरिन्छ। त्यसपछि सुत्ने हो। मलाई चाहिँ गर्मीले मारिसक्यो साथीहरू। र नेपालमा अब बिस्तारै डेभलप हुँदैछ यो राइडिङहरू, सेयर राइडिङहरू होइन। अनि पछि गएर बरु उतै काम गर्न सजिलो हुन्छ होइन। अब यहाँभन्दा राइडिङ त राइडिङै हो, तर यस्तो राइडिङ हो सामान बोक्ने, कुद्ने, दिने, आउने। तर कति साथीहरूले भन्नुहुन्छ हामी अब नयाँ छौँ, यस्तो काममा आउन लागेको छौँ, इङ्ग्लिस आउँदैन, कसरी डिल गर्ने होइन, कसरी कुरा गर्ने भन्ने चाहनाहरू राख्नुहुन्छ। त्यसको लागि डराउनु पर्दैन। तपाईँलाई अब बेसिक्स त आउँछ नि होइन। अब कोही चाहिँ एकदम एडभान्स इङ्ग्लिस बोलिदिन्छ होइन। एडभान्स इङ्ग्लिस बोलेपछि अलिकति बुझ्न गाह्रो हुन्छ। नत्र भने जे होस्, तपाईँ काम गर्दै गएपछि चाहिँ सजिलो हो। यहाँ आएपछि सुरुमा चाहिँ अब
गाह्रो लाग्छ काम गर्दा गएपछि। एउटै घर कतिपल्ट गइन्छ, एउटै बाटो कतिपल्ट हिँडिन्छ। अब यो बाटोहरू भनेको हामीलाई अहिले म्यापै चाहिँदैन क्या। सुरुमा त यो कस्तो अप्ठ्यारो लाग्ने ठाउँ, कताबाट जाने, कसो गर्ने। अहिले भनेको म्याप नहेरिकन अब यताबाट यता जाने, उताबाट यो गल्लीबाट त्यो गल्लीबाट। यो म अहिले चाहिँ मेन रोडबाट हिँडिरहेको छैन, गल्ली। अब यो मान्छेले कस्तो अपोजिट आयो यताबाट, यसको यताबाट आउने थिएन बाटो चाहिँ पनि। त्यही हो, समय लाग्छ जहाँ पनि अलिकति सिक्न, काम गर्न साथीहरू। अब आएपछि सिक्नै पर्यो, बस्नै पर्यो। अनि भिडियो अब यो म चाहिँ गल्लीको बाटो आज तपाईँहरूलाई भिडियोमा देखाउँदैछु। के कस्तो लाग्छ, कमेन्ट, प्रतिक्रिया। यो गाडी के गर्छ, यति सोलो यार। यसको त ग्राउन्ड लेस भन्दा लेस त माथि नै छ त, त्यही पनि यति सोलो। यहाँ त अलिक सुपर कारहरू कुद्ने बाटो भनेको त्यो हाइवेमा हो। त्यहाँदेखि त अरू के, एउटा बस, दुईवटा बस, अर्को पनि बस आयो। अब यो बसभन्दा अगाडि छिरिन्छ होला, पछाडि नै बस्छु। हतार गर्नु हुँदैन। स्पिड बढाएको भए चाहिँ म छिर्थेँ। अब किनभने टक्कसँग लाइन किन मिच्नु होइन, मिलेर हिँड्नुपर्छ। नत्र भने त यहाँ त डेन्जर लाग्यो भने कहाँ नि ड्युटी छोडेर बसको मान्छेहरू पनि झारेर, सबै कुरो झारेर यस्तो ल्याङ हुँदैन। अनि अब पुलिस स्टेसन जानु पर्यो, यो मिलाउनु पर्यो, त्यो मिलाउनु पर्यो, पेपरहरू मिलाउनु पर्यो होइन। अनि मात्र हुन्छ, अनि इन्सुरेन्स क्लेम हुन्छ। यो पुल हो है, यो कहिलेकाहीँ मेरो भिडियोमा देखाउँछ। तल पनि छ बाटो, अनि यो माथिबाट हिँड्यो। यो हातमा क्यामेरा लिएको भए म यता पनि देखाइदिन्थेँ, तर अब यो हातमा नलिएको कारणले देखिँदैन। अगाडि रोडमा त हेर्नु, अगाडि भनेको यता मैदान हवेली। टक्क साथीहरू आउनुभयो भने यतै काम गर्नुहुन्छ भने सबै थाहा हुन्छ। अब 30 नम्बर पनि थियो यहाँदेखि। जाम चाहिँ आजको भिडियोमा चाहिँ खासै जाम पनि भेटेन है। सरासरी, किनभने म चाहिँ अब यो नजिकैबाट आएको अन्त लगभग अब कति किलोमिटर होला, समथिङ कति किलोमिटर होला, 500 किलोमिटर भयो होला कि। 3-4 मिनटको भिडियो त भयो। 3-4 मिनट होइन, 8 मिनट पो भइसक्यो, 8-9 मिनट। टाइमै लागेको रहेछ, जाम त थिएन। त्यही पनि अब गल्लीको बाटोमा भनेपछि अब 30-40मा हिँड्नु पऱ्यो, 50मा हिँड्नु पऱ्यो। त्योभन्दा ओभर चाहिँ अब हिँड्नु भएन। यहाँदेखि म तल झर्छु राइट लिँदै। त्यही भएर अब गल्लीको बाटोमा कहिले ओभर स्पिड हिँड्नु भएन। कहिलेकाहीँ केटाकेटी हिँडेको हुन्छ, कहिलेकाहीँ अब ठुलो मान्छेहरू नै क्रस गरेको हुन्छ, कहिलेकाहीँ बत्ती गएको हुन्छ मान्छेहरू होइन। अब यताको मान्छेहरूको त्यो युनिक आफ्नो कल्चरको डिजाइनको लुगा लाउँछ, त्यो कालो होइन, बुर्खा भन्छ कि के होइन, बुर्खा। अब त्यो राति लाएर निक्ल्यो भने अलिकति अँध्यारोमा चाहिँ नदेखिने रहेछ साथीहरू। अनि अलिकति ध्यानपूर्वक, अँध्यारो छ भने पुरा हेड बालिदिनु पऱ्यो होइन। एकतर्फी बाटोहरू छ भने हेड बालेर जाँदा केही फरक पर्दैन। नत्र भने अब यो यता छिरायो, नत्र भने लाग्छ मान्छेलाई। हिजो अस्ति यहाँ लागेर यार बर्बादै भयो नि। तर अर्कै गाडी रहेछ, यहीँको लोकल मान्छेले खाने रहेछ साथीहरू। यस्तै छ
अब यो पुलको मुनि आइपुगे, शीतल पनि छ, सिग्नल पनि खुला छैन। गर्मी भनेपछि गर्मी पनि भइहाल्यो। आज क्यामेरा चाहिँ लास्टै मधुरो भयो क्या। ल हेर्नु त दिमाग पानी खाँदा चस्मा खोलिहाल्यो। हुन त यहाँ शीतल छ नि त, ठ्याक्कै यो ब्रिजको मुनि हो र ब्रिजको मुनि सिग्नल पनि छ अगाडि, त्यही भएर यस्तो भएको हो। के हो खुलेन कि क्या हो? कत्रो टाइम लाग्यो त यार। खुलिजा छिटो छिटो खुलिजा रे। उताबाट चाहिँ अब चाहिँ खुल्यो है, पछाडि भने यताको गाडी आइसक्यो नि त। अब यताको आए पनि यो लाइनको गाडी अगाडि त खुलिसकेको छ, यो लाइनको गाडी कुद्दा बाँकी छ। यहाँसम्म कुद्यो। अनि यो लाइटहरू पनि अब भाइ म त अब नयाँ छु, अलिक जान्दैनौँ भन्छ। ड्राइभर भएपछि सबै कुरो जानिन्छ। गाडी हातमा आएपछि, स्टियरिङ हातमा आएपछि होइन, अब लेफ्ट राइट जाने कता जाने सबै कुरो थाहा हुन्छ। अनि अब इन्डिकेटरको खेल हुन्छ, अलिक इन्डिकेटरको खेल चाहिँ अलिक दिनु पऱ्यो होइन। तपाईँ लेफ्ट छिर्ने कि राइट छिर्ने कि होइन। अब यो यता कता आउँदैछ, लेफ्ट आउँदैछ होइन, लेफ्ट आउँदैछ। यो इन्डिकेटरको खेल अलिकति बुझिहाल्ने हो यहाँ चाहिँ। अनि टक्कसँग यो बुझेपछि टक्क यो यता जाने, यो यता जाने भएपछि यति चाहिँ थाहा हुनु पऱ्यो होइन। र काम गर्दै गएपछि यो यहाँ सिकिहालिन्छ, त्यस्तो हार्ड चाहिँ लाग्दैन। अब कता जाने के जाने त्यो त नर्मली कुरो, हामी नेपालमा पनि हान्छौँ, ट्रायल पास गर्दाखेरि हान्छौँ। अब लेफ्ट राइटबाट राइट जाँदाखेरि राइट इन्डिकेट, अनि इन्डिकेट कहाँ हान्नुपर्छ त्यसपछि तपाईँको उकालो ओह्रालो होइन त्यस्तो हान्छौँ। एल ब्याक हान्छौँ, एड घुमाउँछौँ, टर्निङमा स्पिड जम्प गराउँछौँ। त्यो स्पिड जम्पमा पनि कसरी कुद्नु भएन होइन, त्यही त हो नि। त्यस्तै हो। यहाँ त जरुर जाम लागेको छ यार। ल म चाहिँ अब यतै गन्तव्यतिर आइसकेँ, यतैबाट। अब तपाईँहरूलाई कस्तो लाग्यो आजको भिडियो? एकदम मधुरो भयो जस्तो लाग्दैछ मलाई। ल नेक्स्ट भिडियोमा भेट्नुपर्छ। ल बाई बाई गाइज।